रानी कराउँदैछु गाइजहरु म चाहिँ मिसिन भएको ठाउँमा आइपुगेँ तर मेरो चाहिँ हैन अर्को खै कसको हो यहाँनिर छ मिसिन भन्दै ब्लगर चाहिँ अब चाहिँ मेरो कन्टिन्यू हाल्ने जे हुन्छ हुन्छ हैन यहाँनिर यो गोब्रो स्टिक ल्याएको छु अनि यहाँनिर गोब्रो पनि ल्याएको छु के टकोसँगले गोब्रो पनि ल्याएको छु यस्तो जाडोमा बिहानै आएको थिएँ मजाले काम गरौँ मजाले तपाईहरुलाई देखाऊँ भनेर हैन मेसिनरी चिज हुन त मान्छे त कतिखेर बितिन्छ थाहा हुँदैन मेसिनरी चिज हिडी गयो मुले अब यहाँनिर यत्रो डोरी निस्किरहेछ हैन यत्रो डोरी निस्किरहेछ यहाँ राई माइलाले गाउँ छाड्यो रे बाटो छेकिदेऊ न हे फर्का भनिदेऊ न राई माइलाले गाउँ छोड्यो रे सो हेलो एन्ड नमस्ते गाइजहरु आज बिहानै स्वागत गर्न चाहन्छु मेरो अर्को न्यू भिडियोमा हजुरहरु कस्तो भएर हालखबर सायद सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु त्यही भएर ड्युटी जाँदैछु आज चाहिँ मेरो हल्का मेसिनको थोरै काम छ अनि त्यसपछि मात्रै टिपरहरु आउँछ लोड गर्नको लागि त्यसै कारणले म चाहिँ हिँड्दै जाँदैछु बिहानै म पुग्नु पर्ने चाहिँ उहाँ परको डाँडा हो अनि म चिसो हात चाहिँ ठिराइरहेछ हैन तर पनि जाँदैछु अनि जाडो तपाईँहरूतिर चाहिँ कस्तो छ लेकतिर चाहिँ धेरै जाडो थियो यहाँ त त्यस्तो साह्रो छैन म त यो हुडीमा मात्र पनि हिँडिरहेको छु हिँड्न सकिरहेको छु क्या अनि मेसिनभित्र बस्नुपर्छ डाम्डुङ ढोका लाउनुपर्छ तातो भइहाल्छ अनि यो ठाउँ चाहिँ कहाँ भन्दाखेरि चाहिँ हजुरहरू यो ठाउँ भनेको चाहिँ रानी गाउँ है रानी गाउँको रानीहरू भनेको यो रानी कराउँदैछु बिहानै जाँदैछु हात ठिरायो हतारसँगले यहाँ तल चाहिँ खेतबारी खतरा छ तर पहिला नि देखाएको थिएँ मैले एउटा पनि देखाउँ बिहानै ब्लगर चाहिँ अब चाहिँ मेरो कन्टिन्यू हाल्ने जे हुन्छ हुन्छ हैन मैले ब्लग स्टार्ट गरेको पनि 3-4 वर्ष 3 वर्ष त भइसक्यो होला हैन अनि भन्दा अब 1K त पुग्यो मरेर तर पनि अब उयो चाहिँ भएन क्या ग्रो भएको छैन क्या अहिलेसम्म त्यो फर्स्ट टाइमहरू पुगेको छैन त्यही भएर मोनिटाइज भएको छैन त्यसै कारणले हजुरहरू म त हालेको तपाईँहरू हेर्दाखेरि बमिट आए पनि आओस् मैले हालेकै गर्छु गाइजहरू म चाहिँ मिसिन भएको ठाउँमा आइपुगेँ तर मेरो चाहिँ हैन अर्को खै कसको हो यहाँनिर छ मिसिन हुन्डाईको पावर फेरि हो त्यस्तै खतरा हुन्छ यो चाहिँ हुन्डाई मिसिन रहेछ कति 220 को LS अरे यो मिसिन चाहिँ खतरा हुन्छ है गाइजहरू दामी गरेर चल्छ एउटा थम्बनेलको लागि एउटा फोटो चाहिँ खिचिहाल्नु पर्यो फाइनली गाइजहरू मिसिन भएको ठाउँमा आइपुगेँ म चाहिँ टक्कसँगले अहिले चाहिँ मेरो मिसिन रातभरि न डराउँछ न के गर्छ बसिरहेको छ आनन्दसँगले धन्न यता चाहिँ सिटले भेटेछ यता सिसामा चाहिँ भेटेन रहेछ यार चाबी निकाल्नु पर्यो फोहोर छ यो ढोका खोलिँदैन फेरि हतपत खोल्यो पर जा रोक चुम्बक छ त्यहाँभित्र देख्नुभयो चुम्बक पो छ त त्यहाँ त मैले केही पनि चेक नगर्ने हो डाइरेक्ट स्टार हानिदिने सब हिजो चेक गरिसकेँ धुलो छ यार म कति बजी आइपुगेँ हेरौँ ल मेसिनमा हमारा ड्यूटी टाइम 6:55 हो गया रे यार मिशन को स्टार्ट करो जल्दी से जल्द जय विश्वकर्मा बाबा की मिशन पनि स्टार्ट हो अब भनेको हल्कामा पासुस कार्यक्रम गर्छु हजुरहरू यहाँनिर यो गोब्रो स्टिक ल्याएको छु अनि यहाँनिर गोब्रो पनि ल्याएको छु के टकोसँगले गोब्रो पनि ल्याएको छु यो चाहिँ अब यहाँनिर फिट गर्छु कतिको कस्तो हुँदो रहेछ हेरौँ अहिले एकछिनपछि त्यसपछि यसो हटाउने भिडियो क्लिप गर्ने क्या आज चाहिँ म गर्ने भनेपछि गर्ने ल त गाइजहरु सक्सेस बनाइसकेँ मैले लगाएर रेकर्ड पनि हुन सुरु भइसक्यो यहाँदेखि यस्तो जुगाड गरेको छु नि अब गौरबाट खिचेको भिडियो हेर्ने हो
समस्या बिहान बिहान आएर मेसिन चलाइदिउँ भनेको मेसिन त अनि पुरा क्याट 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 आवाज आउँदैछ भने चाहिँ चेक गरेको यहाँनिर बेल्टको यहाँ चोक्टा निस्केछ हेर्नु ल यहाँनिर छ यसले सानो आवाज गरेर यो अब के गर्ने अब यो यसको चोक्टा यति दोहोरी निस्केछ क्या चुटेछ क्या समस्यामाथि समस्या हुन्छ यार यस्तो जाडोमा बिहान बिहानै आएको थिएँ मजाले काम गरौँ मजाले तपाईँहरूलाई देखाऊँ भनेर होइन मेसिनरी चिज अन्त मान्छे त कतिखेर बितिन्छ थाहा हुँदैन मेसिनरी चिज हिँडिगयो मुले अब यहाँनिर यत्रो डोरी निस्किरहेछ होइन यत्रो डोरी निस्किरहेछ यहाँ अनि त्यसपछि यो बेल्ट हो क्या यता भित्तापट्टि सरेको छ क्या अनि यो चाहिँ के कारणले हुन्छ भन्दाखेरि चाहिँ यो एडजस्टर हो क्या यसको यो मुले खत्तम छ अनि यसले खत्तम गर्यो यो एडजस्टरले खत्तम गरिसकेपछि बेल्ट सक्यो अब यो केटा यसरी बसिसक्यो अब यसको आवाज सुनाउँछु ल तपाईँहरूलाई स्टार्ट गरेर यहाँ हामी कस्तो छ अनि यो मेरो गोप्रो हेर्नु यस्तो मजाले फिट गरेको थिएँ भिडियो बनाऊँ भनेर स्टार्ट मात्रै गरेको क्याट 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 गर्दै आवाज आउँछ एकचोटि हेरौँ कि केही त्यो जाम छ कि एकचोटि हेर्नु परेको मजाले स्टार्ट गरेर फास्ट जानु पऱ्यो क्या फास्ट जानु पऱ्यो फास्ट हेर्नु पुरा एक बाङ्गे भएको छ पुरै आउँछ झरेको ल आवेला बन्द गरिहाल्नुपर्छ गन आउँदैछ यत्तिकै राखिदिउँ मिसिन टेकाइदिउँ होइन त्यतिकै बन्द गरिदिउँ क्या यतिकै बन्द गरिदियो ब्याड लक गाइजहरू ब्याड लक यस्तो जाडो मजाले काम गरौँ भनेर आएको थिएँ ये क्या हुआ तेरा वादा मेरो सिर्फ युट्युबमा कन्टेन्ट मात्र बनिरहेको छ कमाएको है पैसा कमाएको है मैले झन् आज चल्थ्यो नि भोलि चल्थ्यो साथी 3 दिन 4 दिन बसी आउँछु भन्थ्यो लास्टमा आजै मेसिन बिग्रिहाल्यो अब यसको लागि एडजस्टर मगाउनु पर्यो अनि फाइन बेल्ट मगाउनु पर्यो राई माइलाले गाउँ छाड्यो रे बाटो छेकिदेऊ न हे फर्का भनिदेऊ न राई माइलाले गाउँ छोड्यो रे यस्तै भएन त गाइजहरू अब यो सेटअप गरेको यसलाई नि खोल्छु गोब्रोलाई चाहिँ खोल्छु अर्को चाहिँ त्यस्तै होस् अब केही न केही उपाय होला नि त कहिले हँसायो कहिले रुवायो मलाई यो जिन्दगीले कहाँ पुर्यायो होइन त साथीहरू कहिले कहाँ यस्तै छ के गर्नु अब फेरि फर्किन्छु म मिसिन थन्काएर के गर्नु बिजोग छ मिसिन थन्काउँछु गाइजहरू अघि जस्तो आएको थियो त्यस्तै फर्किने यो गोप्रोहरू पनि निकाल्नु पर्यो नि त स्वाटै तल खस्यो भन्दाखेरि तनाव हुन्छ है बिस्तारै यो चाहिँ यहीँनिर छोडिराख्छु इसका कुछ काम नहीं है रे इधर बैठ के रहो बिहानै आएको बिहानै फर्किने तनाव छ जिन्दगीमा आऊ यार एउटा बेल्टले गर्दाखेरि तनाव दिन्छ क्या थेट उहाँ पुगिरहेको छ यसको अब त्यो हुनुपर्ने चाहिँ कहाँ भन्दाखेरि हुनुपर्ने अलिकति यता क्या अनि हेर्नु त एक बाङ्गे भइरहेछ यस्तो भएछ नि काम दिन्छ
बाई बाई मिसिन अब भने के हुन्छ थाहा छैन गुरु पनि आउनुहुन्छ कि मिसिन छोडेर लाग्यो है गाइजहरू अब के गर्नु मिसिन बिग्रिगयो एक सेल्फी यसको लिङ ल लाग्यो अब अहिले कसरी आएको त्यसरी जाने अब यस्तो त छ नि छु अब यहाँदेखि मलाई पुग्न धेरै भनेको 7-8 मिनट लाग्छ क्याम्प पुग्नको लागि हजुरहरू लाग्यो अब घाम तक झुल्केको छैन अहिलेसम्म जसरी गएको त्यसरी नै फर्किँदैछु मुला अनि यो रोडको कुरा गर्नु पर्यो भने मैले सम्झिरहेको छु कि हजुरहरू यो भनेको चाहिँ धरान जाने बाटो यता धरान पर्छ यता फिलिम यो बाटो अब यस्तो खतरा भन्दैछ नि तपाईँको यो 5-6 मिटरै होला पिच गर्ने होइन अनि यो बाटो अहिले गाडीहरू यति धेरै जान्छ कि कुरै नगरौँ क्या छिटो पनि छ एकचोटि मलाई पनि यो बाटो धरान जान मन लागेको छ म बस्ने घर चाहिँ उपर देखिन्छु उपर धुवा चल्दै गरेको ठाउँहरू त्यहाँ पुग्नुपर्ने हा फेरि यता माथि पर्छ तुवालहरू सब छेकिरहेछ डाँडा काँडै यस्तो छ अब लाग्यो सर र के गर्नु जाडो कम्ती छैन नि हो कान त चिसो आगो लियो भने पनि आगो नै मर्छ क्या कानमा छोएर ल क्याम्प पनि आइपुग्यो खतरा एक्सर्साइज भयो बिहान बिहानै मेरो कारणले यहाँ कतिवटा गाडी बसिरहेको छ हेरौँ ल मेरो कारणले मतलब मेरो मिसिनको कारणले यहाँनिर जम्मा कतिवटा गाडी छ हेर्नु त यो यताको त होइन यो त ट्याङ्कर हो यसलाई मेरो गाडीले फरक पर्दैन एउटा दुईवटा तिनवटा चारवटा टिपर अब लाइन लाग्यो ठुले खत्तम हो नि यार मेसिनै बिग्रियो फेन बेल्टै गयो क्या फेन बेल्ट गयो ए थन्क्यो यति फेन बेल्ट ल गाइजहरू बाई बाई भेट्नुपर्छ नेक्स्ट ब्लगमा